हामीलाई स्पष्ट छर्लङ्ग भएको छ। आदरणीय उपस्थितज्यूहरूलाई म यहाँ के भन्न चाहन्छु भने आज अनेक कालखण्डमा राजनीतिकहरू परिवर्तनहरू भए, भूगोलहरू परिवर्तनहरू भए, तर पनि हाम्रो मागहरू कहीँ कतै परिवर्तन भएन। कुनै यस्तो दिन छैन या समय छैन जहाँ जहिले नेपालमा परिवर्तनको लागि आन्दोलनहरू भए, क्रान्तिहरू भए र त्यहाँका पृष्ठभूमि अर्थात् भौगोलिक रूपमा चाहिँ थाकथलो खुलेका समुदायहरूले जहिले तहिले आफूहरू गुमराहमा बस्नु परेको असन्तुष्टि यहाँहरूमा हामीले आवाज बुलन्द गर्दै आएका हौँ र अन्तमा देशमा अनेक राजनीतिकहरू परिवर्तन भए पछि पनि इतिहास र भूगोलहरू पुनः त्यही गुमराहमै बस्नुपर्ने अवस्था आएकोले गर्दाखेरि आज देशमा देश विदेशमा जनमानस सागरहरूले आवाजहरू बुलन्द गर्न थालेका छन् र आज त्यसैको सङ्घारमा हामी यो कार्यक्रम पनि गरिरहेका छौँ। र म पनि यहाँबाट के भन्न चाहन्छु भने हाम्रो पहिचान सम्बोधन हुनु पर्यो, पहिचानको सम्मान हुनु पर्यो, दस्तावेजमा र संस्थागतमा लेखिनु पर्यो भन्दै अन्तत पुरा कुराहरू हाम्रा गौरवशाली पार्टीका अध्यक्ष केन्द्रीय अध्यक्ष श्री कुमार लिङ्गदेन मिरागज्यूबाट धेरै बाणीहरू पाउनुहुनेछ, सुन्नुहुनेछ र यसो भन्दै सम्पूर्ण अतिथिगणहरूलाई म के चाहिँ आह्वान गर्न चाहन्छु भने हाम्रो यो ऐतिहासिक दोस्रो अधिवेशनको खुल्ला सत्रसम्म चाहिँ यहाँहरूको गरिमामय र अत्यन्त अमूल्य समयलाई खर्च गरी धैर्य धारण गरेर हाम्रो खुल्ला सत्रसम्म बसिदिन हुन हार्दिक अपिल गर्दै फेरि पनि तमाम अतिथिगणहरूलाई म हार्दिक स्वागत गर्दै यहाँहरूबाट बिदा हुन चाहन्छु। सेवारो, जय निम्बुवान, जय सङ्घीय अभिवादन।